खून निकाल्न डर लाग्छ क्या। तर अब यहाँ चाहिँ नर्सहरू हुन्छ नि त, त्यही भएर अब नडराएर दिनुपर्छ। कस्तो यहाँ खास उपचार मान्छे यस्तो भिड छ होइन, के लागि आउँछन् कि मतलब यहाँ सस्तो होला भन्ने उद्देश्यले नै आइन्छ। हाई दिस इज मी आकाश। म चाहिँ आज सानो एउटा इन्ट्रेस्टिङ भिडियो लिएर आएको छु जसमा चाहिँ म बिरामी भएको छु। बिरामी भन्नुपर्दा नि मेरो जिब्रोमा चाहिँ घाउ भएको छ र चाहिँ म यहाँको ट्रिटमेन्ट पनि लिनेवाला छु र प्राइभेट हस्पिटलमा पनि चेक गर्नेवाला छु। ल हेर्नुहोस् यहाँको भिड चाहिँ यो एउटा सरकारी अस्पतालको भिड। सरकारी अस्पताल भनिसकेपछि सस्तो हुन्छ, त्यसैले यो मान्छेहरूको भिड चाहिँ एकदम धेरै छ र म पनि त्यसै भिडमा गएर मिसिनेवाला छु। र 1-2 घन्टा पछि बल्ल तल्ल मेरो पालो आउँछ। म एकदम खुसी थिएँ। जिब्रोमा दाना घाउ आउने सधैँ भइराख्ने, महिना महिना भइरहेको छ। आकाश भट्टराई फाइनली चाहिँ टिकट चाहिँ भयो हाम्रो। जे होस् सरकारी भिड चाहिँ किन हुँदो रहेछ मैले थाहा पाएँ। जम्मा 50 रुपियाँमा मेरो टिकट भनेको, मेरो टिकटको काम चाहिँ 50 रुपियाँमा भयो। अब चाहिँ 14 नम्बरमा जाने भन्नुभएको छ काउन्टरवालाले। अनि जो यत्रो भिड चाहिँ यही सस्तो हुँदाको कारण रहेछ, मान्छेहरू यहाँ धेरै आउने, भिड हुने। अब लेट्स सी अब सस्तो मात्र हुन्छ कि राम्रो पनि हुँदो रहेछ चाहिँ हामी भिडियोमा हेर्नेछौँ। म लेभल 1 पार गरेर लेभल 2 डक्टरलाई भेट्न लेभलमा पुगिसकेको थिएँ। त्यहाँ चाहिँ मैले 2टा नर्सहरूलाई भेटाएँ। नर्सहरूलाई चाहिँ लोकेसन सोधेँ, उहाँहरूले मलाई देखाइदिनु भयो। 14 नम्बर यत्रो बिल्डिङहरू चाहिँ खोज्नै गाह्रो भयो क्या एकदम। अब कसलाई सोध्ने 14 नम्बर कहाँ छ? 14 त्यही हो। फाइनली हाम्रो 14 नम्बर चाहिँ यहाँ माथि छ भने है, हेरौँ अब छ कि छैन त्यो त यहाँ गएर थाहा हुन्छ। जे होस् भित्र चाहिँ मैले क्यामेरा लिन पाएन। डाक्टर एकदम कोअपरेटिभ हुनुहुन्थ्यो क्या, एकदम टाइम पनि लिनुभयो। त्यस्तो अब सरकारी अस्पताल भन्ने जस्तो त्यस्तो केही थिएन क्या, त्यो चाहिँ एकदम राम्रोसँग गरिदिनु भयो। अनि औषधिहरू दिनुभएको छ, यो औषधिहरू पनि यहीँबाट लिन मिल्छ। लेट्स अब हेरौँ औषधि किन्न कति टाइम लाग्छ। हाम्रो चाहिँ चेकअप भइसकेको छ, औषधिको लागि लाइनमा हो। भिड चाहिँ एकदम डेन्जर भिड छ यहाँ। कस्तो यहाँ खास उपचार मान्छे यस्तो भिड छ होइन, के लागि आउँछन् कि मतलब यहाँ के भनेर चाहिँ सस्तो भनेर आउँछन् कि राम्रो भनेर आउँछन् कि? म केशव राज पन्त बैतडीबाट आएको, तेस्रो दिन हो। अनि अब यहाँको खासै के हो भने अलिकति सस्तो होला भन्ने उद्देश्यले नै आइन्छ। हेर्दाखेरि सर्भिसमा के छ भने अब एकातिर चाहिँ हामीले ओपिडीको लागि टिकट बनाउनुको लागि लाइन लाग्नुपर्ने 100-150 200 जनाको लाइनमा चाहिँ त्यहाँ छ। त्यसपछि दर्ताका लागि पनि चाहिँ उता 200-300 जना चाहिँ दर्ताको लाइनमा बस्नुपर्ने, फेरि डक्टर भेट्न लाइनमा बस्नुपर्ने। अब त्यसपछिको चेकिङको सबै उसमा चाहिँ लाइन छँदैछ। त्यसपछि औषधि गर्दा पनि अब 2 दिन 3 दिनसम्म अब यहाँ चाहिँ त्यो प्राइभेटभन्दा सस्तो होला भनेर आइन्छ। अब 1 दिनलाई 3 दिन लाग्दाखेरि अब त्यो चाहिँ जन्महुँको पर्न जान्छ कि भन्ने लाग्छ। फाइनली जे होस् मेरो त्यति खासै ठुलो समस्या नभएर पनि मलाई 4 देखि 5 घन्टा लाग्यो, जसमा मैले 1 घन्टा जति लाइन कुर्नु पर्यो बिल काट्नमा। त्यसपछि चाहिँ फेरि अर्को लाइन जहाँ चाहिँ डक्टरको लागि वेटिङ गरियो, फेरि त्यसपछि औषधिको लागि। यस्तो छ सरकारी अस्पताल भन्दैमा नराम्रो छैन, यहाँको डक्टरहरू पनि राम्रो हुनुहुन्छ। एकदम डक्टरहरू चाहिँ एकदम पोलाइट पनि हुनुहुन्थ्यो, टाइम लिएर गर्नुभयो, त्यस्तो रस थिएन। तर अब अरू कुरा चाहिँ भिडले गर्दा अलि अप्ठ्यारो भयो। एकदम भिड यहाँ चाहिँ एक त सुदूरपश्चिमभरिको मान्छेहरू आउने गर्छ, यति लाइन लाग्नुपर्ने, न बस्नको सुविधा। त्यसैले अब तपाईँहरू आफ्नो विचार गरेर आउनु होला। फाइनली हामी चाहिँ हाम्रो प्राइभेट हस्पिटल तर यहाँ पुगिसकेका छौँ। हेरौँ यहाँ चाहिँ अब फास्ट सर्भिसिङ हुन्छ अरे सुनेको होइन, तर कस्ट पनि अलि उहाँभन्दा बढी हुन्छ। लेट्स सी कस्तो छ भित्र। यहाँ चाहिँ जे होस् धनगढी भन्दा लाइनै छैन कि। ल है फाइनल्ली हाम्रो टिकट भइसकेको छ है, तर यहाँ देखाउँछु 600 रुपियाँ छ यार, सिर्फ टिकटको 600। उहाँ हाम्रो 50 रुपियाँमा हाम्रो टिकट भएको थियो है। चाहिँ हामीले जो यत्रो 1 घन्टा लाइनमा कुर्यौँ, यहाँ चाहिँ 1 मिनट पनि कुर्नु परेन है। लेट्स अब हामीले उहाँ चाहिँ डक्टरलाई भेट्नलाई पनि जो लामो लाइन थियो, त्यो लाइन कस्तो छ हेरौँ है। क्या हामी लाइनमा थियौँ, उहाँ चाहिँ लाइनमा बस्नुपर्ने, यहाँ चाहिँ त्यो लाइनमा बस्नुपर्ने समस्या चाहिँ भोग्नु परेन मैले। यहाँ चाहिँ सिधै अब नर्सहरूले बोलाउनु भयो, प्रेसरहरू लिनुभयो। यहाँ पनि लाइन छ अलिकति, 2-4 जना छन् र अब पालो आइरहेको छ, वेटिङमा छु। लेट्स सी अब भित्र कस्तो हुन्छ है। भाइ उता बसेर के सोध्नु खोजिरहेको थियो? के सोध्नु खोजिरहेको थियो भाइ? च्यानलको नाम। ए च्यानलको नाम आकाश भट्टराई हो। अनि सजिलो याद गर्नलाई चाहिँ माथि हेर्ने, अनि कसरी भन्ने? आकाश भट्टराई। ल
ल च्यानल त भर्खर भर्खर नयाँ हो अनि आज मेरो 500 सब्सक्राइबर छ। अब तिमीले कतिवटा बढाइदिन्छौ? 2-3 दुई तिनवटा कसको छ? मेरो मम्मी दिदी आउने जाने आउने जाने पेन चाहिँ एकदम हुने अब सहिरै बस्थ्यो कि अनि मेडिकलमा कतै औषधि गर्नु भएन? त्यस्तो कहिले गरेन आजसम्म औषधि गरे पनि छैन। खै एकछिन हेरौँ त। यसो दानाहरू चाहिँ यसमा आइरहने कि खै आ गर्नु त। भन्नुहोस् ल माथि हेर्नुहोस्। अरू यता साइडमा खै यता गर्नु। कता छ त ठ्याक्क? ठुलो त केही छैन समस्या। अहिले सन्चो भयो अहिले अस्ति भर्खर यता पेन चाहिँ आज पनि भइरहेको क्या पेन आज पनि भइरहेछ अनि अरू बेला चाहिँ व्हाइट देखिने गरी आउँछ कि सेतै आउँछ पुरै सेतै आउँछ अनि यतातिर टोकियो भने यहाँ पनि आइदिने अनि जिब्रोको साइडमा मेनली चाहिँ अगाडि फ्रन्टतिर आइदिने। शाकाहारी हो तपाईँ? माछा मासु खानुहुन्छ? हजुर खानुहुन्छ है। दाँत डेली माझ्नुहुन्छ? डेली माझ्नुहुन्छ। बिहान साँझ कि एक टाइम मात्र। खानापछि कुल्ला गर्नुहुन्छ? चुरोट बिडी खानुहुन्छ? खानु हुँदैन। केही रोग अहिलेसम्म जाँच गर्नुभएको थियो? त्यस्तो आजसम्म औषधि खाएको छैन। त्यस्तो छ कि यो समस्या भनेको प्रायः जसो भिटामिन कम भएको मान्छेहरूमा हुन्छ। भिटामिन B12 को कमीले हुन्छ एउटा। अर्को मुख राम्रोसँग सरसफाइ नगर्ने मान्छेमा हुन्छ। अर्को एउटा यो क्यान्डिडाको इन्फेक्सन हुन्छ कि त्यसले गर्दाखेरि सेतो सेतो आउने हुन्छ। त्यो चाहिँ सरसफाइमा ध्यान नपुगेर। पुरुष कति महिनामा चेन्ज गर्नुहुन्छ दाँत माझ्ने पुरुष? चेन्ज गरेर हुन्छ होइन एटलिस्ट 3 महिनामा चेन्ज गर्नुपर्ने हुन्छ। त्यो पनि 4 भयो भने त्यसको इन्फेक्सन सरिराखेको हुन्छ। या कहिलेकाहीँ यो अलिकति एफ्टस अल्सर भन्ने हुन्छ कि होइन त्यो भनेको पटक पटक भइराख्ने मुखको यो इन्फेक्सन हो रोग हो होइन। त्यसमा पनि तपाईँले भने जस्तै रिकरेन्ट भइराख्ने हुन्छ र यसको लागि खासै केही गर्नु पर्दैन। भइराख्यो भने चाहिँ केही दिनको औषधि हुन्छ तर पछि आफै हराएर जान्छ। कहिलेकाहीँ ग्यास्ट्रिक एकदम धेरै बढ्यो भने हुन्छ होइन। तर अब त्योभन्दा पनि मैले भनेको जुन सुरुमा भयो त्यसको कारणले धेरै हुने हुन्छ कि हो। हजुर यो टेस्ट त केही लिनु परेन? टेस्ट अफ भिटामिनको जाँच गर्नुपर्छ भिटामिन B12 को होइन। भिटामिन B12 को जाँच गर्नु पर्यो एउटा अनि रगतको सामान्य जाँच गर्नु पर्यो अनि त्यसपछि त्यसमा के आउँछ त्यसअनुसार उपचार गर्ने। र अहिले केही भएको छैन भनेपछि केही नगरे पनि अहिले चाहिँ पेन चाहिँ छ फेरि यो पेन भएर नै आएको हो यो फ्रन्टमा चाहिँ सानो पेन भएर हुन्छ कि त्यसको औषधि म राखिदिन्छु है। यहाँ चाहिँ मैले डक्टरसँग कन्सल्ट गरेर एउटा चाहिँ ब्लड टेस्ट गराउनु भन्नुभएको छ डक्टरले। त्यो चाहिँ त्यसको लागि नि बिल काटिरहेको छु। अब यही हो प्राइभेट हस्पिटलमा अब अलि महँगो हुन्छ तर सर्भिसहरू चाहिँ एकदम राम्रो छ। डक्टरले पनि जुन तरिकाले ट्रिट गर्नुभयो एकदम राम्रो लाग्यो। अब फेरि कति ल 400 स्क्यान 400 बिल पे गरेर म चाहिँ लागेँ ब्लड टेस्ट गर्न। ब्लड टेस्ट गर्ने ठाउँमा पनि त्यस्तो खासै भिड थिएन होइन सरकारी जस्तो। एकैछिनमा भइहाल्यो मेरो काम। ब्लड यहाँ आउने खुन त यहाँ थिएन यहाँ नै लिने। मलाई चाहिँ खासमा खुन निकाल्न डर लाग्छ क्या तर अब यहाँ चाहिँ नर्सहरू हुन्छ नि त त्यही भएर अब नडराएर दिनुपर्छ। त्यो काट्नु पर्छ जस्तो दुख्दैन? मलाई खासमा फेरि यो सुईदेखि डर लाग्छ कि आजसम्म कहिले पनि यो लिएको छैन नि त। अनि अब आँखा यसो बन्द गरेँ होइन कति बेला अब सुई लाउने हो नि फिलै नहोस् भनेर आँखा बन्द गरिरहेको थिएँ अनि निकाल्नु भयो अलिक दुख्यो होइन। अनि तर त्यसपछि जे होस् 10-15 मिनटमै रिपोर्ट पनि आयो मेरो। रिपोर्टहरू आइसकेको छ। म पनि शान्तिको डक्टर हो क्या मेडिकलतिर आइरहन्छु कि म त्यही भएर अब यो कस्तो हुन्छ कि सुन न यिनीहरू छ नि योभन्दा हाम्रो बिचको बडी हुनुपर्छ क्या। यो पनि ठिक छ मेरो यो पनि मेरो मेरो बडी छ यार। मेरो रेड ब्लड सेलको अलिक कमजोर रहेछ त्यही पनि डक्टरलाई सोधिहाल्नु है। ठिक छ यो ठिक छ हेमोग्लोबिन हो यो तपाईँको यो जस्तै अब आइरनको यो हेमोग्लोबिनको भित्र पर्छ कि यो मात्राहरू हेर्ने हो अलिअलि कम रहेछ। यसको लागि खानपिनबाटै बढाउनु पर्छ अरू केही गर्नु पर्दैन। यो आरबिसी अलिकति कम छ यो अलिकति रगतको कमी हुने सङ्केत हो। यसको लागि खानपिनमै ध्यान दिनुपर्छ। त्यस्तो डराउनु पर्ने केही छैन। औषधि खानु परेन। यो सागसब्जी माछा मासु अन्डा अलि धेरै मात्रामा खानु पर्यो। यसले फरक पर्दैन है। अब मैले चाहिँ भर्खर भित्र डक्टरलाई भेटेर आएँ। उहाँले चाहिँ एकदम टाइम लिएर हुन्छ नि त
अनि केयर गरिदिनु भयो सबै कुरा सानो कुराहरूदेखि लिएर उहाँले रिपोर्ट आउँदासम्म रिपोर्टमा पनि के भएको छ के कमी छ होइन त्यो अनावश्यक औषधिहरू चढाइदिनु भएन पैसा त महँगो छ लगभग 500-600 मेरो यो उसमा गयो अनि 600 डक्टरको फी होइन यो चाहिँ अलिक महँगो छ तर अब उहाँ चाहिँ मैले 1 घन्टा आधी घन्टा लाइनमा बस्नु पऱ्यो टिकटको लागि त्यसपछि फेरि डक्टरलाई भेट्नलाई अर्को लाइन फेरि औषध लिनलाई अर्को लाइन यहाँ चाहिँ केही छैन खाली छ औषध फार्मेसीहरू पनि त्यस्तो भिड छैन उहाँ त फार्मेसीमा पनि 2-3 घन्टा लाइन लागेर नभएर बाहिरबाट लिएको मैले औषधि होइन त्यसैले अब धनगढी यहाँ कम्पेयर गर्नु पर्दाखेरि चाहिँ धनगढी अलिक क्राउडी थियो बिजी थियो होइन मान्छेहरू पनि त्यस्तो थियो अनि इन्भाइरोमेन्ट पनि त्यति सफा थिएन होइन अब सरकारी भनिसकेपछि त्यो टाइपको थियो र यहाँ चाहिँ अलि महँगो छ होइन अलि महँगो छ तर मान्छेहरू एकदम कम अनि क्राउड पनि कम त्यसैले मैले चाहिँ बेटर यो लाग्यो तपाईँहरू चाहिँ एकदम टाइमको इम्पोर्टेन्स छ होइन समय छैन भने चाहिँ यहाँ दिनु होला यदि होइन तपाईँसँग टाइम इनफ छ त्यस्तो अब खासै बिरामी हुनु न भने चाहिँ धनगढी पनि जाँदा हुन्छ धनगढीलाई नराम्रो भने होइन किनभने धनगढीमा पनि एकदम डक्टरहरू चाहिँ एक्सिडेन्ट हुनुहुन्थ्यो किनभने लाखौँ मान्छेहरू आउँछन् उहाँहरूलाई चाहिँ ट्रिट गर्दा केयर गर्दाखेरि नै उहाँको एक्सपिरियन्स पनि बढिहाल्छ क्या जस्तो मलाई लाग्छ अनि ठिक छ तपाईँहरू चाहिँ आफ्नो बजेट अनुसार गर्नु होला अनि तपाईँलाई कस्तो लाग्यो यो भिडियो प्लिज कमेन्ट डाउन भन्नु होला यसपछि कुन भिडियो ट्राई गरौँ म चाहिँ प्राइभेट स्कुल भर्सेस गभर्मेन्ट स्कुल ट्राई गर्नेवाला छु लेट्स सी है त